हेलो गाइज, नमस्कार। मेरो नाम चाहिँ राजीव सुवेदी। म हाल पोल्यान्डबाट। म चाहिँ आज तपाईँहरूलाई एउटा कुरो गर्न आएको। के कुरो भन्नुहुन्छ भने म चाहिँ पोल्यान्ड बस्दै आएको 2 वर्ष भयो। म चाहिँ आज खास यसो बाहिर निस्किन हिँडेको थिएँ है। यसो जाडो महिनापछि गर्मी सुरु भएको छ। एकदम मौसम राम्रो, एकदम घाम ताप्नलाई एकदम मजा आउने खालको समय भएको छ। त्यो भएर चाहिँ म आज छुट्टीको दिन बाहिर निस्केको थिएँ। अनि अहिले चाहिँ पोल्यान्ड लगायत युरोप कन्ट्रीमा चाहिँ लगभग जाडो सकिएर गर्मी स्टार्ट भएको छ। मौसम यतिखेरको चाहिँ एकदम राम्रो, हल्का चिसो अनि तपाईँ कोही पोल्यान्ड आउँदै हुनुहुन्छ वा प्रोसेस गर्ने तयारीमा हुनुहुन्छ भने चाहिँ एकदम बुझेर एकदम सोचेर मात्रै गर्नु होला। किनभने अहिले हालसाल नभनौँ लगभग 1 वर्ष जति भयो भिजा रेसियो चाहिँ एकदम शून्य रहेको छ। अनि भिजा शून्य भन्नाले केही पर्सेन्टमा लागिरहेको पनि छ, तर एकदम लिमिटेड। जुन कम्पनीको जुन पर्मिटहरू डकुमेन्टहरू हुन्छ त्यो चाहिँ राम्रो स्ट्रङ बनाउनु हो भने चाहिँ भिजा लाग्ने चान्सहरू हुन्छ है। त्यो भएर राम्रोसँग बुझेर गर्नु होला। किनभने अब नर्मल्ली अप्लाई गर्दाखेरि पनि तपाईँको खर्च हुन्छ। नर्मल्ली तपाईँले अप्लाई गर्नुभयो भने पर्मिटको, त्यसपछि इन्डिया भिएफएस डेटहरूको लिँदा पनि नर्मल्ली तपाईँको 2-2.5 लाख जति चाहिँ खर्च हुन आउँछ। त्यो हुनाले चाहिँ अलि राम्रो एजेन्टहरू वा मेन पावर जहाँसुकै एउटा राम्रोसँग बुझेर आउनु होला। त्यसपछि अर्को एउटा नयाँ कुरो के हो भने तपाईँहरू यदि सेन्जेन कन्ट्रीबाट आउने विचारमा वा आउने विचार गरेर बसिरहनु भएको छ भने तपाईँहरू चाहिँ पहिला पर्मिट निकालेर आउनु होला। र तपाईँको त्यो सेन्जेन कन्ट्रीको कार्ड चाहिँ भ्यालिड हुनुपर्ने हुनेछ। त्यो भ्यालिड कार्डहरू लिएर आउनुभयो, यहाँ पर्मिटहरू निकालेर आउनुभयो भने चाहिँ तपाईँलाई अलिकति इजी वे हुन्छ। किनभने तपाईँको अहिले बिना पर्मिटको काम गर्दा चाहिँ बोर्डर गार्डहरूले इनकेस भेटेको खण्डमा चाहिँ तपाईँहरूलाई पोल्यान्डबाट डिपोर्ट गरिदिन्छ है। त्यो भएर चाहिँ एकदम सोच विचार गरेर मात्रै आउनु होला। अनि त्यसपछि कुरो रह्यो अर्को तपाईँको टिआरसीको, जुन सेन्जेनको टिआरसी, त्यसमा चाहिँ के हुनुपर्छ भने तपाईँको भ्यालिड हुनु पऱ्यो है। त्यो भ्यालिड हुनु पऱ्यो। तपाईँको आएर पछि म 2-3 महिनापछि अप्लाई गर्छु भनेर चाहिँ नबस्नु होला। तपाईँहरू आउने बित्तिकै कम्पनीले वा लोयरहरू खोजेर चाहिँ पहिले अप्लाई गर्नु होला। किनभने इनकेस तपाईँको उतापट्टि सेन्जेनको कार्ड चाहिँ क्यान्सल गरिदिएको खण्डमा चाहिँ तपाईँको यता अप्लाई गरे पनि पछि चाहिँ डिसिजनहरू नेगेटिभ आउने, फिङ्गरिङ गर्न गएको टाइममा चाहिँ बोर्डर गार्डहरू वा इमिग्रेसनबाट नै चाहिँ तपाईँहरूलाई चाहिँ पोल्यान्ड छोड, तेरो चाहिँ अप्लाई गर्ने टाइममै भ्यालिड थिएन, टिआरसीको भ्यालिड थिएन, कम्पनीले क्यान्सल गरिदिइसकेको थियो, त्यस्तोहरू हुन्छ। त्यो भएर चाहिँ तपाईँहरूले पहिल्यै विचार गरेर गर्नु होला है। खासै मलाई नि केही थाहा त छैन, मलाई नर्मल्ली थाहा भएको कुरो मात्रै मैले गरिदिएको हो। नराम्रो कमेन्ट नगर्नु होला कृपया है। आफूलाई थाहा भएको सानो नलेज मैले आफूसँग भएको मात्रै इन्फर्मेसन मात्रै सेयर गरेँ हो। म चाहिँ खास आज यसो घुम्नलाई मात्रै बाहिर निक्लेको थिएँ। त्यो समयमा चाहिँ तपाईँहरूलाई चाहिँ केही यो इन्फर्मेसन होस् भन्ने हिसाबले चाहिँ मैले यो सानो भिडियो वा भ्लग जस्तो बनाएको हो। म चाहिँ खास यहाँ एकदम यो ठुलो ताल रहेको छ। म यो खास यो तालमा घुम्नलाई आएको हो। यो चाहिँ तपाईँको लगभग यो 3-4-5 किलोमिटरको
राउन्डमा छ है। यो चाहिँ एकदम बवालै ठुलो ताल हो। तपाईँ यहाँ चाहिँ गर्मी महिनामा चाहिँ यहाँनिर चाहिँ पानीमा त्यो मान्छेहरू आउने बस्ने है, रमाइलो गर्ने, आफ्नो टाइम स्पेन्ड गर्ने, त्यस्तो गर्नुहुन्छ। एकदम स्वर्गीय आनन्द जस्तो देखिन्छ है पोल्यान्डमा। यो चाहिँ एकदम बवालै छ। यो प्रायः ठाउँमा चाहिँ तालहरू चाहिँ एउटा राखिदिएको हुन्छ। अनि यस्तो यो चाहिँ साइकल हिँड्ने लेन हो यो छेउको। यो चाहिँ मान्छे हिँड्ने लेन। यस्तो डस्टबिनसँगै बस्ने ठाउँमा डस्टबिनहरू सँगै एट्याच गरिदिएको हुन्छ। यस्तो उयोहरूमा चाहिँ सिसी क्यामेरा पनि हुन्छ है। तपाईँहरू पार्कतिर बसेर बियरहरू चुरोटहरू त्यस्तो खानुहुन्छ भने चाहिँ, नर्मली चुरोट खाँदा त्यस्तो असर हुन्न, गाँजा साँझा बियरहरू खानुहुन्छ भने चाहिँ फेरि पछि क्यामेराले देखेर पुलिसहरूले चाहिँ तपाईँहरूलाई फाइन हान्ने, पक्ड्ने, त्यस्तो हुन्छ। त्यो भएर फेरि यस्तो पार्कहरूमा चाहिँ त्यस्तो गर्न पाइन्न है। नर्मली आउने बस्ने, एकदम आनन्द फिल गर्ने, बस्ने, त्यो मात्रै हो है। अहिले चाहिँ एकदम यो हिउँ परेर चाहिँ तपाईँ यो चिसो मौसमले गर्दा सबै पातहरू पनि झरेको छ। अब केही समयपछि एकदम बवालै हरियाली हुन्छ। हरियालीसँगै तपाईँ यहाँ चाहिँ के पाइन्छ भन्दाखेरि चाहिँ स्याउहरू फल्छ है। यो पुरै स्याउहरूको बोटहरू छ यसमा। तपाईँ आल्चाहरू पाइन्छ, आल्चा, आलु पखेडा, के भनिन्छ है। अब ठाउँअनुसार फरक फरक नामहरू हुन्छ। यो ताल चाहिँ एकदम बवालै ताल छ है। म खासै यो यसो घुम्छु भनेर आएको हो। यो देख्दाखेरि चाहिँ मलाई एउटा भिडियो बनाउँ जस्तो लाग्यो भएर चाहिँ मैले यो भिडियो बनाएर तपाईँहरूलाई सेयर गरिदिन्छु है। ल हस्, धन्यवाद। मलाई जे थाहा चाहिँ मैले त्यो इन्फर्मेसन नर्मली हजुरहरूलाई दिएको हो। नराम्रो नसोचिदिनु होला, नराम्रो कमेन्ट नगरिदिनु होला। कृपया मन परे लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरेर जानु होला। हस्, धन्यवाद। जय नेपाल।